ट्राफिकले गर्दा होला हिजो मैले राति हेर्दा चाहिँ त्यही 1 घन्टा जति लाग्छ 1 घन्टा लाग्छ कि नि मैले त्यही अप्सन माथिको उस पनि खुल्छ रे दिनु अस्ति हामी भेटेको थियौँ कि भायामा यो फ्राइडे बाटो चाहिँ नराम्रो पनि होइन राम्रै छ यो चाहिँ पिकनिक स्पोट बस अब यहाँ राख माल राख अब खाजा खाइन्छ गइन्छ अब धेरै चार चुर्छु नहुने यो चाहिँ यहाँको क्याम्पेन ग्राउन्ड यो चाहिँ क्याम्पेन ग्राउन्ड पनि छ यहाँ चाहिँ नाइटमा आएर यहाँ क्याम्पेन बस्न नि सक्छ ओ तिमीहरूलाई यो डन्ठी चाहिएको छ नि यहाँबाट हाल्यो हुन्छ ऊ फुल रोप्नलाई हाँगा चाहिन्छ नि यो हाँगा टिपे हुन्छ काट्ने होइन यहाँ छ त फालिराखेको यो लिएर गयो भयो त यो राख्यो भयो यिनीहरू पाउँदैन त नि देखेन जबसम्म देख्दैन केही नि हुन्न फाल्नु बदली त घर लिएर जाने नि आनन्दसँग ल गाइस नक्कल पारेर आको लास्टमा हेर के गरेको यस्तो जाडो भएर मलाई जाडो भछ के गरेको त्यस्तो है व्हाट बिहेभियर इज दिस कस्तो जग्गा थियो तेरो ज्याकेट हो तिमीले हैन पर्दैन अहिले उकालो चढ्दा चढ्दा हावा टाइट हुन्छ हैन म लाउनु जाडो छ जाडो भन्नु खै के लिएर आएको टोलीहरूले अब देखाउँछु के लिएको छ यहाँ भोक लाग्यो कस्तो भयो त्यो त लिन काम थियो त्यो दुधी रहेछ परेर त हाई प्रोटिन बार झ्याङले कोटार छ कि हाम्रो खाना चाहिँ के छ भन्दा यो छ यो जाडो भएर कापेर छिल्न नि सकेको छैन के गरेको यो जाडो भएको छ गाइस छिल्न नि गाह्रो भएको छ मलाई यहाँ चिया कफी चिसो हुन्छ खाइहाल्नु पहिला यो त सेलाइसक्यो होला तातै छ अब बाबुदा ल्याने प्लिज दाइ कहाँ हो यो गुरुम्बा रक्स यो हामी अहिले मुस्ताङतिर छौँ हाम्रो यो खाजा खाएर हाम्रो चिसो हो ज्याकेट लिएर आइज न यो सानो गाडीहरूमा चाहिँ नआउनु होला अर्किन्छ अफ रोड छ यहाँबाट 1 किलोमिटरको अफ रोड छ त्यही भएर यहाँ आउँदा चाहिँ अलि ठुलो गाडीमा सक्छ भने 4 व्हिल ड्राइभ ऑल व्हिल ड्राइभमा आउनु साह्रो भयो अरे तर यो जङ्गलमा चाहिँ अलिक टेम्परेचर अलिक घटेछ है के भएको यस्तो चिसो पुरा रुखै रुख छ जङ्गलै जङ्गल यस्तो कम पिसफुल छ यो ठाउँ घुम्ने ठाउँ छैन भनेर कम्प्लेन गर्छ नि यहाँ क्यामेरामा आउनु पऱ्यो कि डिस्कभर गर्नु पऱ्यो एक्सप्लोर गर्नु पऱ्यो कसलाई चाहिएको ज्याकेट अहिलेसम्म खाइसकेको छैन तिम्रो लेजी मान्छेहरू के हो यस्तो कोही तरिका यसरी खानेको फोहोर गरेर छिटो खाऊ अब लाग्नु पऱ्यो माथि गिल्ली डन्डा खेल्न आउँछ तँलाई रात ल त चुस्न ल
भ्याम्पायरहरू लागौँ न त अब टुर गाइड भएर माथि डाँडामा अनि यो चाहिँ यो हो यो है यो यहाँबाट सुरु हुन्छ यसरी अब हाइकिङ जाने ट्रायल चाहिँ यहाँबाट वकिङ सेफली बाटो चाहिँ यस्तो छ उकालो ओह्रालो होइन झ्याङझुङ भएको पुरै नेपालमा जङ्गलतिर हिँड्ने जस्तै हो हाइकिङ आउँदा चाहिँ लामो प्यान्ट हाइकिङ बुट्स लाउनु होला कि भएन भने केमार जाने गमबुट किन्ने लगाउने आउने त्यो नाइकी एडिडास पेडिडासको जुत्ता लाएर चाहिँ काम छैन यहाँ अनि केटीहरू खास गरी केटीहरूलाई जामा लाउने सानो कट्टु लाउने त्यसरी आएछ भने चाहिँ गयो फिल्ला सिल्ला साप्राहरू सबै कतारेर चिथारेर झारले दागै दाग त्यही भएर माचिस दाईको कुरा चाहिँ राम्रोसँग सुनेर बल्ल यहाँ हाइकिङ गर्न आउने ए भगवान् राजे चाहिँ ध्यान दिनु पर्यो तिमीले ध्यान नदिएर यहाँ बहिनी पुरै डिमेन्सिया भइसक्यो यत्रो मान्छे झन् होइन ए भगवान् त्यहाँबाट यतिकै त्यो कति मिटर होला यस्तो त छ 1 घण्टा छ 300 मिटर जति होला त्यति पनि हिँडेर आउँदा बोकेर लयो हुन्छ राज ल बोकेर लैजाऊ होइन अब चाहिँ मेरो यो लुगा अगाडि लिएर खायो ठिक गर्यो नि ल भोकै नि अन्त यहाँ मैले भनेको होइन लुगा सुगा फाल्छ भनेर अब लुगा धेरै भयो के हे राम खतरनाक यसरी चाहिँ हाइकिङमा चाहिँ कहिले नआउनु होला सुटबुट लगाएर आधा बाटो पुगेपछि पुरै नाङ्गे हुने के हो यस्तो छिटै नै तिमीहरू छिटै हिँड्नु कति ढिलो हो छिटो हिँड्नु पऱ्यो क्या कस्तो हावा टाइट त्यो चाहिँ हिमालयको टुप्पोमा हो जानु देऊ न के हो र एक बारको जिन्दगी हो जाऊ भाइ जाऊ त्यहाँबाट हाम फाल के नै छ र आऊ के नै छ र के नै छ नानी ए कति आनन्दको ढुङ्गा छ यहाँ ए उठाउ न ए भगवान् यो डराएको हो कि कराएको हो कि यो वनको चराहरू पनि सबै डरायो होला हौ तिम्रो स्वर सुनेर त के को यहाँबाट ऊ हो टाइटानिक पोज देऊ न त अब अहिले चाहिँ हामी पुरै माथि टपमा आइसक्यो तर मलाई अहिले चाहिँ गुहाएर छ अब म यहाँ हगौँ कहाँ अब यस्तो जङ्गल छ यहाँ हग्दाखेरि पछाडिबाट आएर साँपले मलाई ठुङ्यो भने म के गरौँ तर पनि मैले हगिनँ अनि यो बाटो चाहिँ यस्तो छ पुरै झारी लामो प्यान्ट लाएन भने चाहिँ यहाँ खुट्टा कटारेर हैरान हुन्छ यस्तो छ पछाडि एकदमै गहिरो जङ्गल छ है जङ्गल यिनीहरूलाई हेर ए भगवान् कोही हात माथि गरेर उभिएछ हिँडेछ नागिन भएको हे जगन्नाथ यो कस्तो स्टाइल हो यो के हो यो 10 कक्षा पढ्ने केटाकेटीहरूसँग आउनुहुन्न अब हामी फाइनली सेकेन्ड फेजमा आइपुग्यो ट्वाक्क लाएर यो सेकेन्ड फेजको भ्यू लुक क्यामेरा त्यही त ऊ देखेन यहाँबाट सिधा ऊ यो होइन के माथि जाऊँ न भने यहाँ माथि जाऊँ त होइन तिमीलाई मी टाइम चाहिँ यहाँ दिन्छु म माथि हिँड
अब एकछिन नेचरसँग इन्जोय गरेर टाइम स्पेन्ड गर नबोल खै नबोल मसँग त झन् बोल्दै नबोल अहिले एकैछिनको लागि 2-4 घन्टाको लागि मसँग चाहिँ बोल्दै नबोल मलाई अहिले पुरा यहाँ नेचरसँग के भन्छ प्रकृतिसँग चाहिँ मलाई चाहिँ समय बिताउनु छ त्यही भएर म कसैसँग बोल्न मन छैन एकैछिनको लागि म कसैसँग बोल्दैन अबको टाइम जिन्दगीको आनन्द जिन्दगीमा आनन्द एकदम शान्त चाहेको छ भने चाहिँ जिन्दगी चाहिँ यसरी बिताउनुपर्छ हेर साथी हो यसरी हो यसरी देख्यो केही सिक्यो के केही सिक्यो जसले हेरिरहेछ नि सिक्यो यहाँ सिक्यो ऊ यसरी हो जिन्दगी बिताउने यसरी आनन्द त आनन्द आयो राजै ए दाइ त्यहाँ झन् कस्तो ढाड सिधा भयो के त्यहाँ जाने एकछिन ढल्किनु न होइन भयो फोटो हानिदिन्छ भयो ल आऊ जाम उहाँ तलतिर अब बस्ने चिया खाने कफी खाने एकछिन झगडा गर्ने यिनीहरूको पोज हेर ए भग सकिन्न हौ सकिन्न म चाहिँ अब भनेको अब यो मेरो फाइनल हो जिन्दगीको लेडिजसँग म अब घुम्नु आउँदैन क्या आउँदैन म कसम म आउँदैन यिनीसँग केटी मान्छे दिदी बहिनी यताउति सोल्टिना कसैसँग आउँदैन म आयो यिनीहरूको फोटो खिच्यो एउटा खिचेर भएन जबसम्म मोबाइलको ब्याट्री सकिन्न तबसम्म खिच्यो यतातिर फेरि फोटोग्राफर ए भगवान् टाउको बटारेर आमा मुन्टो बटारेर आमा पहुँचेर न त्यहाँ त्यो देखाएको अहिले पनि ड्राइभ उस गरिरहेछ ब्याक गरिरहेछ दिन्छ होला भाइले भन्न नसकेर मात्रै हो के भन्न नसकेर एक हातले हुन्थ्यो त्यो हामी के भर्खरै के तँ जस्तो सोच्यो क्या हामी एक्सपिरियन्स भाइ यस्तो बेला प्याच्च भनिदिनुपर्छ कि दाइन साई साई बाबा आएर छेपेर दिएँ यहाँ चढेर यहाँ आयो त दाइ साथो जान्छ त्यो त कस्तो डर लाग्दो थियो माटो यत्रो मोटो चियाको कप सप डब्बा सब्बा ओ तलतिर फालिदिन्थेँ मैले साथै मेला पनि उछुटाइदिन्थ्यो त्यही भाँडामा छिटाएर त हेर पहिला हिम्मत त गर सारा के खान्छ तिमी भन्न धेरै खाएर नि के गर्नु सारा है तिमीलाई मन पर्छ भनेर मैले त्यो वाइ हालेर ल्याइदिएको थाहा छ तिमीलाई मन पर्छ भनेर देख्यौ मैले थ्याङ्क यू सो मच बहिनीहरूले के मन पर्छ भनेर देख्यो मैले हो क्या तिमीलाई माया गर्ने भनेको यो कुरा साँचो हो त न राज इन्जोय टी रोनी गुरुङ प्लिज इन्जोय कफी ग्रिन फरेस्टमा आएर ग्रिन टी वा रे जिन्दगी ए भयो यसो ठोकौँ न त गिलास पनि होइन टङ यसरी ठोक्नु पर्यो खान पर्यो यसरी बस्नु पर्यो अगाडिको सिन के छ भन्दाखेरि यस्तो छ यस्तो भित्रमा त कफी पोखिन ला यहाँ म त होइन क्या म भए त राम्रै हुन्थ्यो नि आई एम नट यु भगवान्ले तँलाई उल्टो बनाएर रहेछ भगवान्ले मलाई राम्रै बनाएको इन्ट्रोजन त्यही यहाँ के भएको मैले यो चौचक्कै मुख भरि यस्तो दिन्छु कि अहिले मलाई थर्ड टाइम भइसक्यो है बेस्ट अफ फाइन पनि हालिसक्यो दाइ चौथोचोटिमा त मैले यो कफी यसरी घोपाइदिन्छ होला
नाच्ने बुढीले खाछ खानु भयो यार यस्तो मनपर्छ भाइ ड्युटीलाई भनेको कि मलाई त हजुर तपाईँ त गर्न नचोला के पक्कै अहिले पनि कहीँ इज्जत दिँदा लिके इज्जत तैँले दिन्छ मलाई यसरी जङ्गलमा आएर नि यसरी कफी खान पाउनु यसरी ब्ल्याक कफी खान पाउनु भनेको पनि धेरै भाग्यको कुरा हो अब यतातिर हेर त्यहाँ हो देखेछ हो कि होइन यो मन मेरो बगेर गयो ए डाँडा पारी मेरो उरी गयो डाँडा पारी के मन मेरो उडेर गयो ऊ डाँडा पारी भनेको चाहिँ मन चाहिँ माया ऊ डाँडा पारीतिर रहेछ भन्न खोजेको गीतले चाहिँ जस्तै मन मेरो उरी गयो डाँडा पारी गीतको भाका के गीतको भाका त्यसलाई डाँडा पारी भने त्यो बुझ्नु पर्यो क्या मेरो एनर्जीले मेरो सासले मेरो जिउले जति सकेको थियो मैले गीत गाएँ मैले रमाइलो गरिदिएँ यहाँ भाइ बहिनीहरूलाई सबलाई तर भाइ बहिनीहरू भने पुरा लम्पछर परेर सेन्टिफ्लेट भएर घाममा के भन्छ इङ्ग्लिसमा सनबाथ पुरै सूर्य स्नान गर्दैछ के अरे ढुङ्गामा सुतेर म भने यहाँ छटपटिएर कहाँ जाम भइरहेछ अब यस्तो हुन्छ हाइकिङ आउँदाखेरि जब कि हाइकिङको रमाइलो गर्न जानेन भने चाहिँ प्रकृतिसँग चाहिँ जोड्न सकेन भने अवस्था मेरो पछाडि हेऱ्यो भने चाहिँ यस्तो हुन्छ प्रकृतिसँग जोड्न सकेन भने प्रकृतिसँग चाहिँ जोड्न सक्यो भने चाहिँ मनबाटै ऊर्जा आउँछ एउटा ऊर्जा आउँछ गाउन मन लाग्ने नाच्न मन लाग्ने भएन यो भिडबाट हाम फाल्नु मन लाग्ने होइन तलतिर 1-2 हजार फिट तलतिर हाम फाल्नु मन लाग्ने त्यस्तो खालको ऊर्जा आउँछ क्या एकदम त्यो भनेको के भने शक्ति महादेवले दिएको शक्ति त्यस्तो आउँछ अब कनेक्ट यो सम्पर्क हुनु सकेन भने चाहिँ नतिजा यो हो हेर्नुहोस् त्यही भएर सल्लाह सुझाव के दिन्छु भन्दाखेरि ऊर्जा लिएर आउनुहोस् प्रकृतिसँग चाहिँ सम्पर्क राख्न सिक्नुहोस् र जोडिन सक्नुहोस् मजबुत हुन सक्नुहोस् होइन जस्तो अहिले अब त्यो घन्टीले घन्टा बजा जस्तै त्यस्तै हो ए बगेको खोला झै लाग्यो जिन्दगी माया त मायै भो छाती भरि मन के भो कहाँ जाउँ के गरौँ बन्नैमा जाने भो मेरो जिन्दगी हे हे ला 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 केही छैन रुखै रुखले ढाक्यो जिन्दगीको के भरोसा यो त सानो खेलौना हो दुई आँखामा एक हाँसो अर्कोमा अरू आउँछ हे हे हाम्रो अब हाइकिङ पनि भयो अब खानापिना पनि भयो चिया कफी सब भयो सुत्यो घाममा ढुङ्गामा लम्पछर गरेर होइन घामसाम ताप्यो यो के चलिरहेछ नि अब हामी चाहिँ तल झर्छौँ तल झरेर अब घरतिर जान्छौँ अब त्यही हो इन्जोय भयो रमाइलो भयो कहिले कहिले यसरी डाँडा घुम्नुपर्छ मेरो भन्ने विचारमा चाहिँ त्यही भएर यहाँ भाइ बहिनी पनि सब होइन ह्याप्पी छ दिल खुस छ खुस सो अब हामी चाहिँ तल लाग्दैछौँ अब सी यु अब तल गएपछि सबले मलाई फलो गर्नु है बाटोमा बिर्स्यो भने फेरि त्यो काँडाले कत्ला यहाँ झारै झार्छ नि बिर्सिछु
Auraj. कहाँले चढिसकेपछि भगवान्ले झर्न सजिलो गराउँछ ओह्रालो झर्न त कम सजिलो हुन्छ त नि जिन्दगीको अहिले चाहिँ हामी ओह्रालो झर्दैछौँ गाह्रो गरेपछि पछि सजिलो हुन्छ होइन हो नि हरेक हप्ता यो कलेज चढ्नुपर्छ स्ट्यामिना खतरा बढ्छ जिउ एकदम राम्रो हुन्छ ओइ छिटो आइज सो अहिले हामी चाहिँ ओह्रालो झर्दैछु तर म चाहिँ अब प्रो मान्छे उकालो ओह्रालो मजाले हिँड्नुहुन्छ तर अघि चाहिँ मेरो सातो पुत्लो त्यहाँ हगम कि वाकम भइसकेको थियो मलाई ओ यो ढुङ्गा कति ठुलो हो न आम्मामा हेर